हेलो नमस्ते। सङ्गम किचनमा यहाँलाई स्वागत छ। आज मैले तिमु लसुन र खुर्सानीको अचार बनाउन गइरहेकी छु। चाहिने सामानहरू तिमु, लसुन, खुर्सानी, तोरीको तेल अनि नुन। अब तिमु राख्ने, यसलाई हल्का 20-25 सेकेन्ड जति यसो हल्का भुट्नु, नौलो बन्द गर्नु हुँदैन। तेलमा पनि भुट्न सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ यतिकै गरेँ। अब तेल राखेँ। लसुनलाई मजासँग गोल्डन ब्राउन हुँदै पकाउने। लसुन अब यतिकै भइसक्यो, यसलाई निकाल्नु। यो लसुन फ्राई गरेको तेलमा फेरि खुर्सानी राखेँ मैले। कोही पाक्नु लागिसक्यो, कोही डढिसक्यो, कोही अलिअलि रातो छ। बराबर यसलाई निकाल्ने। यतिको भइसकेपछि यसलाई निकाल्नुपर्छ। ल अब यतिको भइसक्यो निकाल्ने। भइसकेपछि हामीले निकाल्यौँ। पनि यसमा आधी राखेर पुग्यौँ, आधी किसिम लगेको हाम्रो। ल यतिको धेरै मसिनो पनि राम्रो हुँदैन।
देख्दा पनि खाँदा पनि दामी हुन्छ। यतिको यसरी बनाउनु पर्छ। ल खुर्सानी यतिकै भइसक्यो। यसैमा अब मैले तिमुर अलिक किनेको तिमुर राखेँ, यसैमै राखेँ। अनि आवश्यकता अनुसार नि यसलाई मजासँग यसमा मिक्स गर्ने। मजासँग मिक्स गर्ने। यतिको भइसक्यो अचार। है खाने लायकको भइसक्यो। खाने पनि घरमा बनाएर यसरी खान सक्नुहुनेछ। हजुरलाई भिडियो राम्रो लागे लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। र हजुरहरूले यसरी डिब्बामा प्याक गरेर मजासँग हावा नजाने तरिकाले राख्नुभयो भने 6 महिनासम्म हजुरले खान सक्नुहुनेछ। टाइट गरेर राख्नुपर्छ। हजुरहरूले यो तिमुरको अचार थुक्पा चाउचाउमा राखेर अनि मोमो कजामा राखेर मासुमा राखेर दालमा राखेर तरकारीमा राखेर जेसँग खाना पनि मिठो हुन्छ। किनकि यसले स्वाद बढाइदिन्छ कि खाना नमिठो भएको बेलामा राखेर खानुभयो भने खाना रुच्छ हजुरहरूलाई।